परार हामी 5 गाउँको भेला जस्तो भएको थियो होइन खर्चा भनेर के भयो बिहान मात्रै बर्थडे भनेर के भनेर भेला हो खास गरी 3 गाउँकै भनेर चाहिँ यसपालि भेला गर्ने हाम्रो सबैको मनसा भयो सबैको इच्छा भयो त्यसैले भेला गर्ने कार्यक्रम भयो र सम्पूर्ण यो कार्यक्रमको लागि चाहिँ बढीभन्दा बढी समय र योगदान दिने चाहिँ मेरो मूल्याङ्कनमा चाहिँ एकजना मात्रै छ भनौँ किनभने अरू साथीहरू चाहिँ हाम्रो सदस्यहरू चाहिँ टाढा टाढा हो समय दिन्छु भने समय दिन नसक्ने सहयोग गर्छु भने सहयोग गर्न नसक्ने तर आखिरमा धेरै समय र धेरै मेहनत हाम्रो यो गेट टुगेदरलाई दिनुभएको छ हामीले उहाँलाई के दिनु सक्छ र एउटा सानो हाम्रो चलन चल्ती अनुसार कताबाट चाहिँ उहाँलाई सम्मान गर्ने एउटा विचार भएकोले तपाईँहरू सबैसँग सल्लाह गर्न पाइएन एक दुईजनासँग सल्लाह गरेर चाहिँ त्यो विचार आएकोले गर्दाखेरिमा धेरै धेरै धन्यवाद छोरा धनु थकाली तपाईँको मेहनत परिश्रम सहयोगको लागि पछिको दिनहरू पनि हामी आशा राख्छौँ र हाम्रो छोराछोरी भान्जाहरूको पनि यसरी कुरोले जसरी अहिले यस्तो सहयोग गरेको छ बिचरा आफ्नो अफिसको समय एकातिर पन्छाएर घरासी कामलाई एकातिर पन्छाएर गेट टुगेदरलाई समय दिनुभएकोमा एउटा सानो तहबाट सम्मान गरेर सहयोगको लागि धन्यवाद हामी सबैको तहबाट धन्यवाद दिन चाहन्छु एउटा अगाडि छ एउटा पछाडि छ जय हो सिक्किम गाउँले थकाली सेवा समाज ल नानीहरूले अब खाना खाइसकेर हामीले पालफल गरौँ पुरानको केही सबैलाई अब आइदिनु भएकोमा धेरै धेरै धन्यवाद अब त्यत्रो टाढाबाट आइदिनु भयो निलकुमारी दिदी सङ्गत दाई होइन अब दिलीपहरू काका काकीहरू सबै टाढाबाट आइदिनु भयो अनि अब अमूल्य समयलाई पन्छाएर पनि आइदिनु भयो के गर्ने अब फोहोर पनि गरौँ भनेको चाहिँ अब सानो बाको खसाइले गर्दाखेरि केही गर्न पाइएन यो चोटि राखेर लौ त नि गरौँ न अब के भने वर्षेनी एकचोटि त भेट गरौँ नभए चाहिँ टाढा टाढा भयो अब हङकङ हुने जेलसँग कोही हुने जेलसँग नजिक नजिक हुन्थ्यो अब चाहिँ यहाँ युके त झन् टाढा टाढा हुने भयो नजिकहरू पनि भेट्न नपाउने स्थिति भएको कारणले गर्दाखेरि अब मनको दुःख पिर यसो पोखाउँ भनेर सेयर गरौँ भनेर नै मैले चाहिँ अब निदो गरेकोले सानावाला पनि सोधेँ अनि काकाहरूलाई सबैलाई सोद्धाखेरि दिदीहरूलाई सोद्धाखेरि हुन्छ राखौँ न त चाहिँ यो चोटि चाहिँ शिलान्यास जस्तो भनौँ 3 गाउँको त्यसपछि अब चाहिँ अलि राम्रो नै जग बसोस् र हाम्रो चाहिँ जनसङ्ख्या बढ्दै बढ्दै जाओस् कि अरूले चाहिँ हामीलाई चाहिँ नहेपोस् भन्ने मेरो लक्ष्य नै त्यही हो ताकि हामी पनि थकाली भएर अगाडि बढौँ होइन ताकि चनहरूमा थकाली नभएर हामी पनि अगाडि बढौँ भन्ने कुरा मेरो उद्देश्य त्यही हो चिनाउँ भन्ने अब अस्ति नै एउटा पत्रिकामा मैले छापेको थिएँ के को कहाँको थकाली भनेर सायद कतिजनाले पढिसक्नुभयो होला होइन अब लेख्ने एउटा जमर्को गरेको थिएँ लेखेँ पनि अब कतिलाई तितो लाग्यो कतिलाई सबैलाई अब वनको चरीहरू करायोहरूसँग ठोड काटेर हिँड्न त सकिन्न अब कसैलाई राम्रो लाग्छ कसैलाई नराम्रो लाग्छ लेख्ने मेरो मनमा लागेको कुराहरू मैले लेखिदिएँ अझै पनि लेख्दै जानेछु अब मेरो युके भन्ने अब यो उसमा वेबसाइट त्यहाँ पनि यो हाम्रो यो चाहिँ फोटोहरू म छाप्ने चाहिँ मेरो युके वेबसाइटमा त्यसमा चाहिँ लगाउँछु मैले अब अरू कुरा त के छ सबैको सहयोग सधैँ नै वर्षैभरि नै प्रत्येक वर्ष यसरी नै सबैको सहयोग पाउने आशा गर्दै मैले मेरो सानो कुरो यहीँ टुङ्ग्याउँछु धन्यवाद दिदी हाम्रो माइतीले चाहिँ सम्झेर बोलाएकोमा सबैभन्दा ठुलो धन्यवाद धेरै धेरै मुरी मुरी हाम्रो पुरानो भाइ हामी त पहिला सँगै काम गरेको एकदम सम्झेर भर्खर आउने सालमा नै है यसरी जाने जमर्क गर्न पाउनु त झन् एकदम सौभाग्य एकदम भाग्य भनेर भन्ने ठान्छु नि किनभने यहाँ कति वर्षदेखि अगाडिदेखि आएर बस्नु भएको अहिले थाहा भयो कोही 4 वर्ष 5 वर्ष तर यस्तो यो पहिलो जमघट सायद हामी आउने बित्तिकै सायद हामीलाई नै पुरेर बस्नु हातै लाग्यो एकदम खुसी लाग्यो यता आफ्नो माइतीको चाड भन्दै हामी त फोनमा पनि ल मेरो माइतीको चाडमा जाँदैछु है भन्दै रिडिङमा पनि फोन आएको थियो है एकजना भान्जाको ए हो माइती भने हामी त यसो हामी माइती सबै जमघट हाम्रो ठुलो चाड हो जेल फुर्ती दिन पाइयो नि त
गरेर त्यो राईहरूको समाजमा उहाँ गर्दै आफ्नो है बसिदियो होइन अनि उनीहरूको पनि एक्लो महसुस हुन्छ अनि उनीहरूको उभौली उधौलीमा गइन्छ अस्ति दसैँमा गएर उभौली आएको होइन अहिले मेरो माइतीको चाडमा म जाँदैछु नि भन्दा कस्तो धक पुग्छ नि कि यसको माइती पनि रहेछ नि यहाँ निकै भनेर अर्कै सानो आउँदो रहेछ कि कहाँको भाइहरूले यसरी अर्गनाइज गर्नुभयो यहाँले पनि यसरी अर्गनाइज नगरेर हामी जनसङ्ख्या बढ्दै जाओस् सानोमा यो गर्न नपरे हामी गर्न पाऊँ भन्ने चाहिँ अब हाम्रो बाबु नानीहरू सानसानो छन् है I hate this job actually. आफ्नै चेलीबेटी आफ्नै दाजुभाइको छोराछोरी आफ्नो दिदीबहिनीको छोराछोरी नसेर हिँडे पनि नकिनेपछि हो कम्ती कम यति जमघट भएपछि कुनै बेलामा भेट गरेँ यो लाग्छ हाम्रो पनि यो बाबु हाम्रो छोराछोरी धेरै राम्रो यो चाहिँ कन्टिन्यू हामीले चाहिँ सबैमा हड्डी बढी छ कि वर्षको लिसा भन्ने क्यारेक्टर चाहिँ दामी लाग्छ है लिसामा बजाउनु त हड्डी हड्डीमा बजाउनु हड्डी हड्डी है आइडी सिम्सन क्यारेक्टर आइडी अब हामी बाहिरको चेलीहरूलाई पनि एकदम एकदम थप फुकाएर मेरो माइतीको चाडमा जानु लाग्छ मैले हस्पिटलमा कतिजना बनाएर चाहिँ तपाईँको बनाइ लागेन